ल हेर्नुहोस्, उहाँ यति बुढो मान्छे हुनुहुन्छ, अब यो काम गर्नु परेको छ, यसरी बिछन उखाड्ने काम गरिरहनु भएको छ। अब यो देशमा युवा शक्ति सबै विदेश गइसक्यो, अनि यो उमेरको मान्छेलाई बाध्यता छ यो काम गर्नको लागि। ल हेर्नुहोस् त, अब नगरिकन हुँदैन, नखाइकन हुँदैन, त्यसको लागि पनि उहाँ मरिहत्ते गर्नुभएको छ। हेलो, एकपल्ट यता हेरिदिनुहोस् न। सन्चै छ तपाईँलाई? सन्चै छ। अनि सक्नु भएको छ, तपाईँलाई तकलिफ छैन यो काम गर्दा? छैन त्यति साह्रो। ल हेर्नुहोस् त, कति हिम्मतवाला बुढो मान्छे हुनुहुन्छ अझै पनि। तर युवा शक्ति कोही नभएर यस्तो बुढो मान्छेले काम गर्नु परेको अवस्था हो यो। अब हाम्रो देशको अवस्था यस्तै छ, अब के भन्ने, कसलाई के भन्ने। घरमा बसेर हेर्नुहोस् त, खानुपर्ने उमेरमा हिलामा बसेर मजाले बिछन काटिरहनु भएको छ। यो अवस्था कसैलाई पनि नआओस् भन्दा पनि आइराखेको छ। किन त भन्दा छोरा नाति सबै विदेश पलायन भइहाले, अलि काम गर्न सक्ने युवा शक्ति खाडी मुलुकतिर लागे। यस्तै छ यो देशको विडम्बना।